नमस्कार सबैजनामा शुभ सन्ध्याका साथ नमस्कार भन्न चाहन्छु। हाम्रो देशमा बदलिँदो क्रममा रहेको राजनीतिक अवस्थालाई चिर्दै नयाँ शक्तिको रूपमा बदल्नका लागि अब हाम्रो देशका सम्पूर्ण हाम्रो बुवा तथा दाजुभाइ तथा दिदीबहिनीहरूमा एकदमै विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु कि अहिले देश बदल्नु छ, देशलाई नयाँ बाटोमा हिँडाल्नु छ। त्यो पुरानो बाटो, पुराना पाटाहरूलाई छोडेर नयाँ बाटोमा हिँडाल्नु छ। त्यसैले गर्दाखेरि हामी एकदमै नयाँ रूपमा उपस्थित हुनु पर्ने बेला आएको छ। भोटलाई बदल्ने बेला आएको छ र हाम्रो रोडलाई बदल्ने बेला आएको छ। जुन त्यो राष्ट्र र राष्ट्रियतालाई बदल्ने बेला आएको छ। जुन त्यो बिग्रिएका सांसद भवनहरूलाई नयाँ निर्माण र नयाँ सोच र नयाँ विचार राख्ने बेला आएको छ। सबैले सोच र विचार गरेर भोट दिनुहोला, किनकि हाम्रो देश 20 वर्ष 30 वर्ष पछाडि धक्निँदैछ। त्यसैले नयाँ रूपमा अघि बढ्नको लागि चान्स दिनुहोला। नयाँ रूपमा अघि बढ्नुपर्छ भन्ने सोच राख्नुहोला। अब त्यो पुरानो सोचलाई राखेर हामीले यी आउँदा पुस्ताहरूलाई बिर्सिने काम नगर्नुहोला। सबैजनाले अनुरोध गर्न चाहन्छु कि ताकि एउटा तपाईँको छापले गर्दाखेरि यो देशलाई बदल्छ भनेदेखि तपाईँले एउटा छाप दिनुहोला, किनकि एउटा नेपाललाई बदल्नु छ। जुन नेपाललाई बदलियो भने हामी नेपालीहरू पर्दिसिनु पर्दैन। अहिलेको विषम परिस्थितिमा, यो सङ्कटको बेलामा नेपालीहरू देश विदेशमा छरिएर रहनुभएका नेपालीहरू एकदमै डर त्रासमा जिउनु परेको छ। कतिखेर जिन्दगी बर्बाद हुन्छ भन्नेको टुङ्गो हुँदैन प्रदेशमा। अहिलेको अवस्था तपाईँहरूले देखि नै हाल्नु भएको छ। आकाशमा यस्तै गरी यो त जुन हो। यो जुन र तारासरी यी त बत्तीहरू हुन्। यी बत्तीहरू जस्तै आकाशबाट बर्सिँदाको अवस्था त्यो धेरै असुरक्षित महसुस हुन्छ। त्यसैले गर्दाखेरि सुरक्षित महसुस गर्नको लागि नेपालमा सुरक्षित नेताको खाँचो छ। त्यसैले गर्दा केही आवश्यकताहरू पुरा गर्नको लागि हामीलाई धेरै धौधौ परेको छ। त्यसैले सुरक्षित नेता, सुरक्षाको लागि हाम्रो देशमा आत्मनिर्भर बनाउनको लागि जय घन्टी जय देश भनेर सबैजना अघि बढौँ। हस्त, धन्यवाद।